हेलो वेलकम टु सिभिल एक्जाम जिनियस। आजको यस भिडियोमा हामीले यो वाला क्वेशन सोल्भ गर्न गइरहेका छौँ। यो क्वेशन मैले 2074 चैत्रबाट लिएको छु। यो क्वेशनमा हामीलाई एउटा टेलिभिजन टावर देखाएको छ। त्यो टेलिभिजन टावरलाई तीनवटा वायर्सहरूले यसरी सपोर्ट गरेर थड्याएर राखेको अवस्थामा छ। अब क्वेशनले के भनेको छ एकचोटि क्वेशन पढौँ। 3 guy wires are used in the support system for a television transmission tower that is 600 meter tall. Wire A and B are tightened to a tension of 60 kilonewton, whereas wire C has only 30 kilonewton of tension. What is the moment of the forces about the base O of the tower? The Y axis is collinear with O. यसमा हामीलाई एउटा टेलिभिजन टावर दिएको छ अनि त्यसपछि यहाँनिर तीनवटा वायर्सहरू A, B र C दिएको छ। अनि क्वेशनले भनेको छ वायर A र B मा यो वाला वायर A र यो वायर B, यो दुईटा वायरमा चाहिँ टेन्सन फोर्स भनेको 60 किलो न्यूटनको आइरहेछ भने यसमा पनि 60 किलो न्यूटनको आइरहेछ र हामीलाई भनेको छ यो C वाला वायरमा, यो C वायरमा हामीलाई 30 किलो न्यूटनको फोर्स आइरहेछ भनेको छ। अब हामीलाई क्वेशनले भनेको छ यो तीनटै फोर्सको कारणले यो टावरको बेसमा कति मोमेन्ट आउँछ त्यो मोमेन्ट निकाल्नुस् भनेर भनेको छ। सो अनि अरु इन्फर्मेसन भनेको हामीलाई यो y एक्सिस र यो OA कोलिनियर छ भनेको छ, अर्थात एउटै स्ट्रेट लाइनमा भयो। त्यो हुँदाखेरि अब हामीले यहाँनिर एंगल्सहरु पनि दिएकै छ हामीलाई। यहाँदेखि यहाँसम्मको एंगल हामीले 30 डिग्री दिएको छ। त्यसैगरी यो र यो वायर बीचको 120, त्यसपछि फेरि 120, त्यसपछि फेरि 120 दिएको छ भने हामीलाई O देखि C सम्मको डिस्टेन्स भनेको 300 दिएको छ। त्यसैगरी O देखि B सम्मको डिस्टेन्स हामीलाई थाहा छैन। त्यो डिस्टेन्सलाई पनि अब हामीले यो सिमेट्रिकल छ भनेर एजुम गर्दै 300 नै हो भनेर एजुम गर्दिन्छौँ। त्यसैगरी O देखि A सम्मको डिस्टेन्स पनि 300 हो भनेर एजुम गर्छौँ। त्यो एजुम गरिसकेपछि हामीहरू अब यो हाम्रो 3 डाइमेन्सनल फोर्सेसहरु छन् यसमा। सो 3 डाइमेन्सनल फोर्सेसहरुको हामीले मोमेन्ट निकाल्नु पर्ने छ O पोइन्टमा। त्यो मोमेन्ट निकाल्नको लागि चाहिँ सबभन्दा सुरुमा हामीले यो तीनवटै फोर्सेसहरुलाई चाहिँ हामीले भेक्टर फर्ममा एक्सप्रेस गर्नुपर्छ। भेक्टर फर्ममा एक्सप्रेस गरिसकेपछि हामीहरू यिनीहरुको मोमेन्ट 1 by 1 O पोइन्टको अबाउटमा लिन सक्छौं, अथवा यो तीनवटै फोर्सेसहरु हाम्रो कन्कुरेन्ट छ, यो पोइन्टमा हाम्रो कन्कुरेन्ट छ। त्यसकारणले हामीहरू पहिला यी तीनटै फोर्सको रिजल्टेन्ट निकाल्छौं र रिजल्टेन्टको मोमेन्ट O पोइन्टको अबाउटमा निकाल्दिन्छौं। त्यसरी गर्दाखेरि पनि हाम्रो सेम रिजल्ट नै आउँछ। सो लेट्स सोल्भ दिस क्वेशन। क्वेशनमा दिएको फिगरलाई मैले यहाँ रिड्र गरिसकेको छु। यहाँ देख्न सक्नुहुन्छ क्वेशनमा हामीसँग 600 मिटर तल टावर छ। यसको बेस यहाँनिर O मा छ। त्यसैगरी यहाँनिर हामीलाई A, B र C तीनवटै पोइन्ट्सहरुको O को रेस्पेक्टमा एंगुलर डिस्टेन्सहरु यसरी दिएको छ 120 120 120 भनेर। अनि हामीलाई यो x एक्सिस र यो OC बीचको एंगल 30 डिग्री क्वेशनमै दिएको थियो। त्यसैगरी अब हाम्रो यो OC देखि OB सम्मको एंगुलर डिस्टेन्स भनेको 120 छ। टोटल यहाँदेखि यहाँसम्म भनेको 150 भयो भनेपछि अब बाँकी बचेको एंगल भनेको हाम्रो 30 डिग्री हुनुपर्छ। अर्थात यो OB भन्ने लाइनले पनि x एक्सिससँग 30 डिग्री एंगल बनाउँदो रहेछ। अरु कुराहरु जस्ताको त्यस्तै रन लिनुहोस्, त्यो हामीलाई चाहिन पनि चाहिदैन हैन। क्वेशनमा हामीलाई OA OB को डिस्टेन्स मेन्सन गरेको थिएन। त्यसकारण हामीले यो सिमेट्रिकल अरेन्जमेन्ट एजुम गरेर OA र OB को डिस्टेन्स पनि 300 मिटर नै एजुम गर्छौं। सो यहाँ मैले लेखेको छु एजुम OA OB OC यो तीनटैको भ्यालु भनेको 300 मिटर हो भनेर। यो क्वेशनलाई सोल्भ गर्नको लागि हामीले यो वायरहरुमा आउने फोर्सेसहरुलाई भेक्टर फर्ममा एक्सप्रेस गर्नुपर्छ। त्यो भेक्टर फर्ममा एक्सप्रेस गर्नको लागि चाहिँ हामीले सबभन्दा सुरुमा यी पोइन्ट्सहरुको यो A पोइन्ट, B पोइन्ट र C पोइन्ट तीनटै पोइन्टको हामीले कोअर्डिनेट थाहा पाउनु पर्ने हुन्छ। त्यो कोअर्डिनेट थाहा भइसकेपछि हामीहरू यी फोर्सेसहरुलाई चाहिँ भेक्टर फर्ममा एक्सप्रेस गर्न सक्छौं। त्यसकारण सबभन्दा सुरुमा चाहिँ हामी यो वाला पोइन्टको कोअर्डिनेट पत्ता लगाम। सो त्यो पत्ता लगाउनको लागि चाहिँ हामीहरू यसरी कन्स्ट्रक्सन लाइनहरु ड्रा गर्छौं। सो यो ड्रा गर्दाखेरि हाम्रो यहाँदेखि यहाँसम्मको डिस्टेन्स भनेको हामीलाई 300 मिटर भनेर दिएको छ अथवा हामीले एजुम गरेका छौं। अनि यो एंगल भनेको हामीसँग 30 डिग्री छ भनेपछि यो डिस्टेन्स भनेको हाम्रो 300 इन्टु sin 30 हुन्छ, जो भनेको 150 हुन्छ भने हाम्रो यो वाला डिस्टेन्स भनेको 300 इन्टु cos 30 हुन्छ, जो भनेको 260। राउन्ड फिगरमा चाहिँ 260 हुन्छ। त्यसैगरी एटापट्टि हामीले यसरी नै कन्स्ट्रक्सन लाइन ड्रा गर्छौं। यहाँ पनि हामीले कन्स्ट्रक्सन लाइन ड्रा गर्दाखेरि O देखि C सम्मको डिस्टेन्स हामीले 300 यहाँ दिएको छ हामीलाई र यो एंगल हामीलाई यहाँनिर 30 डिग्री दिएको छ भनेपछि हाम्रो यो डिस्टेन्स यहाँदेखि यहाँसम्मको डिस्टेन्स भनेको 300 इन्टु sin 30 हुन्छ, जो भनेको 150 भयो। त्यसैगरी यो वाला डिस्टेन्स यहाँदेखि यहाँसम्मको डिस्टेन्स अथवा यो वाला डिस्टेन्स दुईटै प्यारलल छ। त्यो डिस्टेन्स भनेको 300 इन्टु
cos 30 हुन्छ। यति गरिसकेपछि हामीले डिस्टेन्सहरु थाहा पाइसक्यौं। अब हामीहरु यसमा यो पोलमा लागिरहेको फोर्सेसहरुलाई देखाम। सो यहाँ देख्न सक्नुहुन्छ हामीलाई क्वेशनले नै भनेको छ यो वाला जो वायर छ यो ए वाला वायर यसमा 60 किलो न्यूटनको फोर्स आइराछ जसलाई मैले T1 भनेर देखाएको छु। त्यसैगरी ओबी मा पनि हाम्रो 80 नै बराबरको फोर्स आइराछ जसलाई मैले T2 भनेर लेखेको छु। भने हाम्रो यो सी वाला वायरमा चाहिँ 30 किलो न्यूटनको मात्र फोर्स आइराछ जसलाई मैले T3 भनेर देखाएको छु। अब हाम्रो सबभन्दा इम्पोर्टेन्ट टास्क आयो। यस्तो क्वेशनलाई सोल्भ गर्नको लागि चाहिँ सबभन्दा सुरुमा चाहिँ हामीले यी फोर्सेसहरुलाई चाहिँ भेक्टर फर्ममा एक्सप्रेस गर्नुपर्ने हुन्छ। सो यसलाई अब भेक्टर फर्ममा एक्सप्रेस गर्नको लागि चाहिँ हामीले एकदमै सिम्पल स्टेप फलो गर्छौं। सबभन्दा सुरुमा हामीले यो वाला फोर्सलाई भेक्टर फर्ममा एक्सप्रेस गरौँ। यो T1 फोर्सलाई त्यसलाई एक्सप्रेस गर्नको लागि चाहिँ हामीले यसको डाइरेक्सन हेर्नु पर्यो। यो T1 फोर्स भनेको कुन डाइरेक्सनमा लागिरहेछ यो PA जो हाम्रो यो वाला डाइरेक्सन यो वाला जो वायर छ त्यसैको डाइरेक्सनमा चाहिँ हाम्रो यो T1 फोर्स लागिरहेछ। त्यसकारण अब चाहिँ यसको स्टार्टिङ पोइन्ट P भयो र यसको एन्डिङ पोइन्ट भनेको यो A भयो। अब हामीहरु यहाँ P बाट चल्न सुरु गर्छौं। P बाट यसरी कोअर्डिनेट एक्सिसको डाइरेक्सनमा मात्र चल्न पाउँछ। हामीहरु यहाँ P बाट चल्न सुरु गर्नु पर्यो। P बाट यसरी तल आउनु पर्यो। यसरी 600 मिटर तल पुग्नुस् O सम्म पुगिसकेपछि हामीहरु O बाट यतातिर गइसकेपछि यो डाइरेक्सनमा गइसकेपछि हामीहरु A सम्म पुग्छौं। सो अब हामीले चलेका डिस्टेन्सहरुलाई चाहिँ भेक्टर फर्ममा एक्सप्रेस गरौँला। सो अब हामीले यहाँ लेखौं T1 फोर्स भेक्टर फर्ममा इक्वल टु अब यहाँनिर यसको म्याग्निट्युड भनेको हामीसँग 60 किलो न्यूटन छ त्यसलाई 60 भनेर लेखिदियौं। त्यसपछि यहाँनिर इन्टु गरौँ अनि त्यसपछि यसलाई चाहिँ अब हामीले डाइरेक्सन दिनु पर्यो। सो यो T1 भन्ने फोर्स छ त्यो कुन डाइरेक्सनमा लागिरहेछ PA को डाइरेक्सनमा लागिरहेछ। सो त्यो डाइरेक्सनको अलङमा भएको युनिट भेक्टर भनेको ल्याम्डा PA भनेर लेखौं जसलाई चाहिँ हामीले यसरी यहाँ क्याप देखाउनु पर्यो। यहाँ बराबर 60 इन्टु अब यसलाई हामीले भेक्टर फर्ममा एक्सप्रेस गर्नु पर्यो। त्यो चाहिँ हामीले अघि नै चलेको डाइरेक्सनहरु हेर्नु पर्यो। सो हामीले यसरी तल आयौं। कति तल आयौं पहिले बट्टे लेखिहालौं 600 अनि त्यसपछि कुन डाइरेक्सनमा आयो हामीले यहाँनिर Z लेखिरहेछ। सो Z को अपोजिट डाइरेक्सनमा त्यसकारण हामीले यहाँ चाहिँ नेगेटिभ k लेख्नु पर्यो। त्यसपछि हामीहरु यो डाइरेक्सनमा आइराछौं। यो भनेको y एक्सिस को अपोजिट डाइरेक्सन हो त्यसकारण प्लस लेख्छु म। अनि कति गए म 300 मिटर गएको छु त्यसकारण यहाँ 300 भनेर लेखे। अनि त्यसपछि कुन डाइरेक्सनमा गए म y को अपोजिट डाइरेक्सनमा त्यसकारण y को अपोजिट डाइरेक्सनमा भएको युनिट भेक्टर भनेको नेगेटिभ j हो। यस्तो गर्दिनुस्। यति गरिसकेपछि हाम्रो यो भेक्टर बन्यो। अब यसलाई चाहिँ हामीले यसको म्याग्निट्युडले डिभाइड गर्नु पर्यो। यसको म्याग्निट्युड भनेको हाम्रो यसरी नेगेटिभ 600 को स्क्वायर प्लस नेगेटिभ 300 को स्क्वायर भनेर यसरी लेख्न सक्छौं। यसलाई सिम्प्लिफाई गरिसकेपछि हाम्रो यो अब समथिङ आउँछ। यहाँनिर यहाँ समथिङ भ्यालु आउँछ j हुन्छ यसरी। त्यसपछि प्लस समथिङ k हुन्छ। त्यसैगरी अब हामीले T2 लाई पनि भेक्टर फर्ममा एक्सप्रेस गर्नु पर्यो। T2 भेक्टर इक्वल टु अब यहाँ देख्न सक्नुहुन्छ हाम्रो फिगरमा एकचोटी म फिगर क्लियर गरिहाल्छु। T2 को म्याग्निट्युड भनेको 60 किलो न्यूटन छ त्यसकारण हामी यहाँ 60 लेख्छौं। त्यसपछि इन्टु यसलाई चाहिँ अब हामीले यसको डाइरेक्सनले मल्टिप्लाई गर्नु पर्यो। अर्थात यो कुन डाइरेक्सनमा लागिरहेछ त्यो डाइरेक्सनको युनिट भेक्टरले मल्टिप्लाई गर्नुपर्छ। सो यो T2 फोर्स हाम्रो PB डाइरेक्सनमा लागिरहेछ त्यसकारण मैले एउटा TB युनिट भेक्टरले मल्टिप्लाई गर्छु यसरी। त्यसपछि बराबर यो 60 यस्तै रन दिनुस् इन्टु अब यसलाई हामीले भेक्टर फर्ममा एक्सप्रेस गर्नु पर्यो। अब हामीले यसलाई IJK को फर्ममा एक्सप्रेस गर्नु पर्यो। त्यसलाई एक्सप्रेस गर्नको लागि चाहिँ हामीहरु फेरि यसको यो एन्ड स्टार्टिङ पोइन्टबाट सुरु भएर यसको एन्डिङ पोइन्टसम्म पुग्छौं। अनि त्यसपछि हामीहरु कुन डाइरेक्सनमा हिँड्नु पर्छ त कोअर्डिनेट एक्सिस को प्यारलल डाइरेक्सनमा मात्र हिँड्न पाउँछौं। सो सुरु गरौँ। म यसको स्टार्टिङ पोइन्ट P बाट सुरु गर्छु। यसरी पहिला यसरी डाउनवर्ड डाइरेक्सनमा आउँछु यसरी 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 यहाँ O सम्म पुग्छु। O सम्म पुगिसकेपछि म यता जान्छु यसरी यहाँ पुगे। यहाँ पुगिसकेपछि अब म यता गइसकेपछि यसको एन्डिङ पोइन्टमा पुग्छु। भनेपछि
अब हामीले यसलाई ijk को फर्ममा लेख्दाखेरि यसरी लेख्छौं पहिले यसरी एउटा बट्टी खिचिहालौं म कति तल गए 600 भनेपछि यहाँ 600 लेख्नु पर्यो कुन डाइरेक्सनमा गए अप अपोजिट z डाइरेक्सनमा त्यसकारण यहाँ नेगेटिभ k भेक्टर लेख्नु पर्यो त्यसपछि प्लस गर्नु पर्यो अनि त्यसपछि म यो डाइरेक्सनमा गए यसरी अर्थात यो डाइरेक्सन भनेको हाम्रो x एक्सिस को अपोजिट डाइरेक्सन हो त्यसकारण यहाँ चाहिँ हामीले पहिले कति डिस्टेन्स गयौं त्यो डिस्टेन्स लेख्नु पर्यो सो यहाँनिर हामीहरु 260 डिस्टेन्स गएका छौं 260 भनेर लेखे अनि त्यसपछि डाइरेक्सन दिनु पर्यो नेगेटिभ i भनेर त्यसपछि फेरि प्लस गरे अनि त्यसपछि म यो डाइरेक्सनमा गए यो डाइरेक्सन भनेको y को पोजिटिभ डाइरेक्सन हो कति डिस्टेन्स गएको छु 150 ले गएको छु सो पहिले डिस्टेन्स लेखे अनि त्यसपछि कुन डाइरेक्सनमा पोजिटिभ y एक्सिस त्यसकारण यहाँनिर j भेक्टर यसरी लेख्नु पर्यो अब यो भनेको हाम्रो ijk को फर्ममा एउटा भेक्टर आयो अब यसको हामीले म्याग्निट्युडले चाहिँ डिभाइड गर्नु पर्यो सो यसरी यसको म्याग्निट्युड भनेको यहाँनिर नेगेटिभ 600 को स्क्वायर प्लस नेगेटिभ 260 को स्क्वायर प्लस 150 को स्क्वायर यसलाई पनि हामीले सिम्प्लिफाई गर्दाखेरि यसरी नै हाम्रो समथिङ i प्लस समथिङ j प्लस समथिङ k आउँछ त्यसैगरी अब हामीले t3 लाई पनि एक्सप्रेस गर्नु पर्यो भेक्टर फर्ममा t3 भेक्टर इक्वल टु यसको म्याग्निट्युड हामीले 30 किलोन्युटन दिएको छ 30 भन्ने लेखिदिउँ यहाँनिर लेख्न सक्नुहुन्छ यसको युनिट पनि लेखिदिनुस् यसरी किलोन्युटन भनेर 30 इन्टु यसको डाइरेक्सन भनेको pc यसको डाइरेक्सन भनेको pc डाइरेक्सनमा लागिरहेछ त्यसकारण हामीले pc डाइरेक्सनमा भएको युनिट भेक्टर ल्याम्डा pc ले मल्टिप्लाई गर्नु पर्यो बराबर लेखौं 30 इन्टु अब यो pc लाई हामीले ijk को फर्ममा लेख्नु पर्यो फेरि अघिको स्टेप फलो गर्छौं हामीहरु तल आउँछौं 600 पहिले यसरी लामो लाइन खिचिहालौं यहाँ हामीहरु 600 यसरी तल आउँछौं कुन डाइरेक्सनमा z को अपोजिट डाइरेक्सनमा त्यसकारण माइनस k लेखे त्यसपछि प्लस गर्छु कुन डाइरेक्सनमा जानु पर्यो अब हामीले यहाँ पुग्नु पर्ने छ c मा भनेपछि यसरी जानु पर्यो यसरी 260 कुन डाइरेक्सन हो यो x को पोजिटिभ डाइरेक्सन त्यसकारण यहाँनिर i लेख्नु पर्यो त्यसपछि प्लस गर्नु पर्यो फेरि अनि त्यसपछि यहाँ पुगिसकेपछि यता जानु पर्यो यो भनेको हाम्रो कुन डाइरेक्सन हो y को पोजिटिभ डाइरेक्सन कति डिस्टेन्स गएका छौं हामीहरु 150 त्यसकारण प्लस 150 अनि त्यसपछि यहाँ चाहिँ हामीले यसरी j भेक्टर यो गरिसकेपछि हाम्रो ijk फर्ममा आयो अब यो कुनै एउटा भेक्टर बन्यो यो भेक्टरलाई चाहिँ हामीले यसरी यसको म्याग्निट्युडले डिभाइड गर्दिएपछि युनिट भेक्टर आउँछ यो हामीहरु नेगेटिभ 600 को स्क्वायर प्लस 260 को स्क्वायर प्लस 150 को स्क्वायर यस्तो गर्नु पर्यो यसलाई पनि अब सिम्प्लिफाई गरेपछि समथिङ टाइम्स i प्लस समथिङ टाइम्स j प्लस समथिङ टाइम्स k भनेर आउँछ यो सबै फोर्सेसहरुलाई यसरी हामीले भेक्टर फर्ममा एक्सप्रेस गरिसकेपछि अब यिनीहरुको हामी रिजल्टेन्ट निकाल्छौं रिजल्टेन्ट निकालिसकेपछि त्यसको मोमेन्ट भनेको o पोइन्ट को अबाउटमा लिन्छौं सो सोही कुरालाई मैले यहाँ टाइप गरिसकेको छु टाइप गरेको यहाँ देखाउँछु यहाँ लेखेको छ लेट अस एक्सप्रेस इज फोर्स इन भेक्टर फर्म एन्ड फाइन्ड द रिजल्टेन्ट फोर्स सो यहाँनिर हामीले t1 लाई भेक्टरमा एक्सप्रेस गरिरहेछौं यसको म्याग्निट्युड अनि त्यसपछि यो u भनेको युनिट भेक्टर अलोङ कुन डाइरेक्सन त pa डाइरेक्सनमा भएको युनिट भेक्टरले मल्टिप्लाई गरेको छु अनि त्यसपछि यसलाई अब हामीले यहाँ लेख्दाखेरि यो 60 भनेको यसको म्याग्निट्युड भइहाल्यो अनि त्यसपछि यो भनेको हाम्रो युनिट भेक्टर यो यति चाहिँ युनिट भेक्टर हो त्यसलाई मैले अघि नै देखाइसके यसलाई सिम्प्लिफाई गर्दाखेरि हाम्रो यस्तो आउँछ त्यसैगरी अब t2 लाई पनि यसरी नै सिम्प्लिफाई गर्नुहोस् यो सिम्प्लिफाई गर्दाखेरि हाम्रो यसरी आउँछ त्यसैगरी t3 लाई पनि यसरी भेक्टर फर्ममा हामीले एक्सप्रेस गरेर सिम्प्लिफाई गर्दाखेरि यस्तो आउँछ यति गरिसकेपछि यो हाम्रो भेक्टर फर्ममा एक्सप्रेस भयो सबै ijk को फर्ममा नाउ लेट्स मुभ टु द नेक्स्ट स्लाइड नेक्स्ट स्लाइडमा देख्न सक्नुहुन्छ मैले तीनवटै फोर्सेसहरुलाई एउटा सिंगल इक्विभ्यालेन्ट फोर्सले रिप्लेस गरिसकेको छु अर्थात तिनीहरुको रिजल्टेन्टले रिप्लेस गरिसकेको छु सो अब हाम्रो फोर्सेसहरु भनेको कन्कुरेन्ट थियो त्यसकारण रिजल्टेन्ट पनि यही पोइन्टबाट पास हुन्छ सो हामीले यहाँ रिजल्टेन्ट निकाल्न सक्छौं रिजल्टेन्ट भनेको तीनवटै फोर्सेसहरुको भेक्टर सम हो जसलाई हामीले यसरी यो t1 को भ्यालु यहाँनिर लेखेको
T2 को भ्यालु यहाँनिर लेखेको, त्यसैगरी T3 को भ्यालु यहाँनिर लेखेको। एक्जाममा लेख्दाखेरि पनि यसरी नै मिलाएर लेख्नु होला ताकि हामीले यसरी जोड्नको लागि चाहिँ सजिलो होस्। अब यसमा यहाँनिर I को 0 कम्पोनेन्ट छ, यो जोडेर यहाँ लेख्ने, त्यसपछि यो तीनटा जोडेर यहाँ, यो तीनटा जोडेर यहाँ लेख्नु पर्यो। सो जसलाई चाहिँ मैले यहाँ पहिले नै क्याल्कुलेट गरेर लेखिसकेको छु। त्यो चाहिँ हाम्रो रिजल्टेन्ट फोर्स आयो 80। यो रिजल्टेन्ट फोर्स आइसकेपछि अब हामीले के गर्नुपर्ने छ, रिजल्टेन्ट फोर्सको मोमेन्ट लिनुपर्ने छ ओ पोइन्टको अबाउटमा। त्यो मोमेन्ट लिन भेरी सिम्पल छ। हामीलाई थाहा छ मोमेन्ट निकाल्ने फर्मुला भेक्टर फर्ममा हुन्छ, MO = R क्रस F। यसमा यो O भनेको जुन पोइन्ट हो जसको अबाउटमा हामी मोमेन्ट निकालिरहेका छौँ, त्यसैगरी यो R भनेको एउटा पोजिसन भेक्टर हो जो चाहिँ हाम्रो O पोइन्टबाट डाइरेक्ट भएर एनी पोइन्ट अन लाइन अफ एक्सन अफ F मा जान्छ। जस्तो कि यो कुनै एउटा पोइन्ट हो अनि त्यसपछि यहाँनिर कुनै फोर्स छ F, यो चाहिँ यसको लाइन अफ एक्सन देखाइदिरहेको छु यसरी। र यो R भनेको पोजिसन भेक्टर हो जो चाहिँ O बाट सुरु हुन्छ र यो फोर्सको लाइन अफ एक्सनको कुनै पोइन्टमा गएर यसरी कनेक्ट हुन्छ। यसरी यो चाहिँ हाम्रो R भेक्टर भयो अनि यो भनेको हाम्रो फोर्स भयो है। ल सो अहिलेको केसमा हामीलाई मोमेन्ट O पोइन्टको अबाउटमा निकाल्नु पर्ने छ। अनि त्यसैगरी अब हामीले यो R भेक्टरलाई लेख्नु पर्यो। यो R भेक्टर भनेको हाम्रो O पोइन्टबाट अब यो हाम्रो रिजल्टेन्ट फोर्सको कुनै पोइन्ट, अब यसमा एउटा मात्र नोन पोइन्ट छ, त्यो भनेको P पोइन्ट हो। त्यसलाई चाहिँ यसरी जोड्नु पर्यो, यसरी जोड्नु पर्यो। त्यो भनेको अब हाम्रो यो केसमा चाहिँ R भेक्टर हुन्छ। अनि अब हामीले यहाँ R लाई चाहिँ अब हामीले IJK को फर्ममा पनि लेख्नुपर्छ। R लाई IJK को फर्ममा लेख्नु पर्यो। सो म यहाँ लेख्छु R भेक्टर = अब R यहाँ क्लियरली देख्न सक्छौँ हामी, R भनेको OP भेक्टरसँग बराबर छ, OP। त्यसकारण यसमा हेर्दाखेरि हाम्रो यसको लेन्थ भनेको 600 मिटर छ, त्यसकारण यहाँ 600 लेख्नु पर्यो। अनि त्यसपछि डाइरेक्सन भनेको Z को पोजिटिभ डाइरेक्सनमा छ, त्यसकारण यहाँ के भनेर लेखिदिनु पर्यो। यति गरिसकेपछि हाम्रो R पनि IJK को फर्ममा आयो। त्यसैगरी अब यो F भनेको अहिलेको केसमा हाम्रो F भनेको R हो। यहाँ भेरिग्नोस थ्योरम लेखेको छ, यहाँ लेखेको छ भेरिग्नोस थ्योरम states that the sum of moment of individual forces about a point is equal to the moment of their resultant about the same point। यो भनेको के हो भन्दाखेरि जस्तो कि कुनै एउटा पोइन्ट छ, यो पोइन्टमा चाहिँ यसरी डिफ्रेन्ट फोर्सेसहरू लागिरहेछन्। लेट्स से F1, F2, F3 यसरी चाहिँ डिफ्रेन्ट फोर्सेस लागिरहेका छन् र एउटा कुनै पोइन्ट छ O, यो पोइन्टको अबाउटमा चाहिँ हामी यो सबै फोर्सेसहरूको मोमेन्ट निकाल्न चाहिरहेका छौँ। लेट्स से यो भनेको R भेक्टर भनेर लेखिदिउँ, यो O हो। निकाल्न खोजिरहेका छौँ हामीहरू यसरी मोमेन्ट भने यो प्रत्येक फोर्सेसहरूको मोमेन्ट 1 by 1 O पोइन्टको अबाउटमा निकाल्नु, अथवा यो सबै फोर्सेसहरूको पहिले रिजल्टेन्ट निकालेर त्यसपछि त्यो रिजल्टेन्टको मोमेन्ट निकाल्नु, त्यो दुइटै एउटै कुरा हो भनेर यहाँ मोमेन्ट यहाँ चाहिँ हाम्रो भेरिग्नोस थ्योरमले भन्छ। त्यसकारणले हामी अब यो अघि नदिएका फोर्सेसहरूको मोमेन्ट चाहिँ डाइरेक्टली यो रिजल्टेन्टको मोमेन्टसँग बराबर हुन्छ भनेर लेख्न सक्छौँ। त्यसकारण मैले यहाँ लेखेको छु मोमेन्ट अबाउट O = मोमेन्ट अफ रिजल्टेन्ट अबाउट O। अब यहाँ भ्यालुजहरू राखिदिउँ जहाँ हाम्रो R भेक्टर भनेको यो हो। अनि त्यसैगरी अब R को भ्यालु हामीले यहाँ निकालिसकेका छौँ। अनि त्यसपछि यो रिजल्टेन्टको भ्यालु पनि हामीले यसरी यहाँ निकालिसकेका छौँ, माथि यसरी। यसलाई यहाँ सब्स्टिट्युट गरिदिनु पर्यो। सब्स्टिट्युट गरिसकेपछि यसलाई सिम्प्लिफाई गर्नु पर्यो। अब यहाँ सिम्प्लिफाई गरेको छ, यसरी चाहिँ हामीले रिजल्टेन्ट फोर्सको मोमेन्ट O पोइन्टको अबाउटमा निकाल्यौँ। यदि गरिसकेपछि हाम्रो क्वेसनले भनेको आन्सर आइसकेको छ।